पारिबाट हेर्दा चाहिँ यहाँ चाहिँ पुरा पार्कहरू जस्तो देखिन्थ्यो तर होइन रहेछ यता सबै यो जौबारी रहेछ है तर यो जौबारी हेर्नुहोस् त हाम्रो नेपाल कति धेरै पातलो हुन्छ जौ गाउँहरू यहाँ एकदम धेरै बाक्लो छ तर सायद यहाँ फल्दा पनि धेरै फल्दो हो हामी दुईजना आइरहेछौँ आज हामी 4-5 दिन भइसक्यो कन्टिन्यू हामी हिँडेछौँ एभ्रिडे गयो घर बस्यो फेरि भोलिपल्ट भयो फेरि हिँडिरहेछौँ हामी आज सरदरमा रमाइलो भइरहेछ हामीलाई भाइ ठिक छ होइन रमाइलै छ होइन सोचे जस्तो नभए पनि यताको साइड चाहिँ पाकिसक्यो हामी चाहिँ आज यो पर डाँडा भन्दा नि उतापट्टिदेखि लगभग त्यो डाँडा र यो लगभग उस्तै दूरी पर्छ त्यति परबाट आएको हामी आउनु चाहिँ ओला ल डाँडा निस्केर जाने हो कि यताबाट जाने भन्नुहोस् यहाँबाट जाने हो कि डाँडा निस्केर जाने हो छ भन्छ